हजुरलाई स्वागत छ। अहिले भने म महतको खेल जसलाई भनिन्छ त्यसको मञ्चमा छु र केही क्षण पश्चात तपाईँलाई हामी यसको बारेमा देखाउनेछौँ। महतको कुवाभित्र हामी यसरी आइसकेका छौँ। Little baby, I'm so in love with you. हजुरलाई स्वागत छ। अहिले भने म ठ्याक्कै भन्नुपर्दाखेरि नयाँ बजार पुलको मुनि छु र तपाईँले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ धेरै प्रकारको खेल यहाँनिर मनोरञ्जक कुराहरू तपाईँको निम्ति राखिएको छ। त्यसमध्ये अहिले भने म महतको खेल जसलाई भनिन्छ त्यसको मञ्चमा छु र केही क्षण पश्चात तपाईँलाई हामी यसको बारेमा देखाउनेछौँ। हेर्न सक्नुहुन्छ तपाईँले धेरै थरीका खेल खेल्ने मनोरञ्जनको लागि धेरै कुराहरू यहाँनिर ल्याइएको छ। नयाँ बजार मुनि यो चाहिँ पुलको मुनि आउनुपर्छ। यहाँनिर नानीकोदेखि लिएर ठुलोकोदेखि लिएर धेरै कुराहरू छ है त। तपाईँलाई अझै पनि धेरै कुराहरू हामी देखाउनेछौँ अरू के छ भन्ने कुरा। नयाँ बजार स्थितमा रहेको यो महतको कुवाभित्र हामी यसरी आइसकेका छौँ र टिकट काटिसकेका छौँ। तपाईँलाई देखाउनेछौँ महतको कुवाभित्र कस्तो हुनेछ। यहाँनिर दुईवटा मारुति 800 3टा बाइक छ र यो खेला केही क्षणमा सुरु हुन गइरहेको छ। खेला हेर्नु सक्नुहुन्छ। भगा नहीं है तो बाइक यहाँ आके भगा सकते हो। पल्सर पनि रेडी भइसके। पल्सर अब पल्सर पनि हेरौँ आज महतको कुवामा। बाइक रेडी हुँदैछ, रेडी छ। दर्शक बिनको भिड हेर्नुहोस् यहाँनिर धेरै नै रोमाञ्चक खेल यो रहनेछ। महतको कुवा धेरै नै पहिलेदेखि यो चलिआएको खेल मान्छेलाई हेरेर धेरै आनन्द उठाउने गर्दछन्। तपाईँहरूलाई चाहिँ के लाग्छ कुनै? मलाई चाहिँ पल्सरको भविष्य अँधेरो लाग्दैछ। जसरी यिनीहरूले यो RX 100लाई महतको कुवामा कुदाएर खतम पारे र त्यसपछि यो मारुति 800 पनि खतमै भयो गाडी। अब यो गाडीहरू बन्द भएपछि चाहिँ पल्सरको टर्न आए जस्तो छ है किन? यो पल्सर गाडी पनि अब 1-2 साल बादमा त्यो महतको कुवामा कुदाएर कस्तो हुन्छ होला सोच्नुहोस्। मनपर्ने भनेको आवाज हो। आवाज ठुलो बाइकको एक्जस्ट आनन्द आइरहेको छ। मान्छेको भिडहरू अहिले मार्दै खाँदै कुदाउँदै पनि दाजुभाइले बाइक गाडी स्टार्ट भइसकेको छ। दर्शकबिन गाडी स्टार्ट भइसकेको छ। अब बाइक मात्र होइन गाडी पनि कुदेछ भित्तामा। मारुति 800को कमाल हेर्नुहोस्। अब मारुति भित्र
बाँड्दै खाँदै कुदाउँदैछ गाडी पनि। र अहिले भने हामी सिक्किमदेखि पारिपट्टि दार्जिलिङ छिरिसकेका छौँ र यहाँ हामीले केही स्टलहरू देख्न पनि पायौँ। यहाँ घुर्नीहरू डाइसहरू खेलाइँदै रहेछ र यहाँनिर खाने तथा सेकुवा आदि इत्यादि कुराहरू यहाँ पनि प्रशस्त मात्रामा पाइँदो रहेछ र यहाँ चाहिँ अलिकति भिडभाड छैन चाहिँ तपाईँले आरामले बसेर खान सक्नुहुन्छ। हेर्नुहोस् मान्छे छैनन् एकदमै, पारिपट्टि जस्तो घुइँचो छैन। यदि तपाईँलाई खानेकुरा रिजनेबल प्राइसमा खान मन छ भनेदेखि यसमा यहाँ कलापारी आएर यहाँबाट पनि तपाईँ यहाँ आएर पनि खान सक्नुहुन्छ। र तपाईँहरू जतिजनालाई पनि याद छ जोरथाङ ट्याक्सी स्ट्यान्डभित्र जहाँ एन्ट्री गर्ने जग्गा थियो त्यहाँ छेउमा एउटा आमा सुविधा घर भनेर यसरी बनाइएको छ। यसभित्र जो जति पनि तपाईँहरू यदि बच्चाको साथमा जोरथाङ मेला हेर्न आउँदै हुनुहुन्छ भने तपाईँहरू आएर यदि बच्चाले केही समस्या गरेमा नानीको डाइपर फेर्नदेखि लिएर ब्रेस्ट फिडिङदेखि लिएर सबै कुरा यहाँ आइकन गर्न सक्नुहुनेछ। यहाँभित्र धेरै नानीहरूलाई चेकअप पनि गर्ने बन्दोबस्त छ र तपाईँलाई केही कुरा परिआएको खण्डमा यहाँनिर सोधखोज पनि गर्नको निम्ति हेल्प डेस्क भनेर पनि यहाँनिर राखिएको छ र यो हजुरहरूको लागि सानो सूचना। तपाईँहरूले यसको फाइदा उठाउन सक्नुहुनेछ भिडभाड भएको बेलामा। मनमा खेला चलिरहेको छ, खेलाको आनन्द लिँदै तपाईँले यहाँनिर खान सक्नुहुन्छ यसरी। र यति मात्र होइन, धेरै फुड स्टलहरू यहाँनिर हाम्रै गाउँले छरछिमेकी नेपाली दाजुभाइले पनि यहाँनिर धेरै बिजनेस गरिराख्नु भएको छ। यो धेरै नै चलिरहेको म देख्छु। कतिपय समयहरूमा यो धेरै बिजी नै मोस्ट अफ द टाइम म देखिरहेको छु। यस्तोको बन्दोबस्त पनि छ केटा हो। ल के खाने, कस्तो खाने, कता जाने, सबैतिर तपाईँको लागि सबै कुरो बन्दोबस्त रह्यो। गलीलाई एकदमै राम्रोसँग सजाइएको छ, हेर्न सक्नुहुन्छ। यो भयो तपाईँको दोस्रो एन्ट्री। यहाँबाट पनि तपाईँ जान सक्नुहुन्छ। र तपाईँले सोध्दै हुनुहुन्थ्यो यो अगाडिपट्टि चाहिँ किन खाली भनेर। यहाँनिर चाहिँ भ्यू यो स्टेजले छलेको कारणले गर्दाखेरि यहाँ चाहिँ मान्छे बस्दैनन्, सबै मान्छे यता बसेको छन्। खैँचो छ यता चाहिँ, अटी नअटी छ। र यता पनि जुसहरूको लागि फ्रेस जुसहरू, खानेकुरा, धेरै तरिका खानेकुराहरू तपाईँहरू पाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ बसेर खाँदै तपाईँले खेलको आनन्द पनि लिन सक्नुहुन्छ। यहाँ एउटा खेल मैदान पनि भिजिबल छ, यहाँ हेरिराख्नु भएको छ दुईजनाले। घुम्दै फिर्दै अन्तमा हामी बाङ्गे बजारमा आइपुगेका छौँ र बाङ्गे बजारको मन्जर तपाईँलाई हामी देखाउनेछौँ। सुरुवातमा एन्ट्रिजमा तपाईँले यस्तो देख्न सक्नुहुन्छ। र कतिजनाले यो सोध्दै हुनुहुन्थ्यो बाङ्गे बजार चाहिँ कहाँ पर्छ भनेदेखि चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। पुलिस स्टेसन, एसबिआई ब्याङ्क, यसको अपोजिटमा भन्नुपर्दा ग्राउन्डको पल्लो छेउमा जो स्कोर बोर्ड लगाइएको छ त्यसको छेउमा यहाँनिर यसको एन्ट्री छ। यहाँबाट जानुपर्छ। तपाईँलाई हामी देखाउनेछौँ क्रमैसँग सबै कुरो देखाउँदै लानेछौँ है त। यहाँ मटकाको चिया छ भनेदेखि यहाँ यसो सेकुवाको बन्दोबस्त पनि छ र भित्र अझै हामी देखाउँदै लानेछौँ है त के रहेछ। र अहिले पनि हामी बाङ्गे बजारभित्र आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर धेरै थरीका स्टलहरू तपाईँले देख्न सक्नुहुन्छ। तपाईँको रोजाइको हिसाबमा तपाईँले यहाँनिर आफ्नो खानपिनलाई चुज गर्न सक्नुहुन्छ। यहाँ धेरै थरीका आइटम्सहरू देखिरहेका छौँ, धेरै थरीका स्टाइलहरू यहाँनिर हामीले देख्न पाइरहेका छौँ। र यहाँभित्र चाहिँ एकदमै दामी खुसबु आइरहेको छ। चारैपट्टि मासु पोलिराखेको, खाइरहेको, नाचगान भइरहेको रमाइलो मन्जर छ बाङ्गे बजारभित्र। लोकल कुखुरा घर पनि रहेछ यहाँनिर। के खाने केटा हो, के खान्छौ केटीकेटी हो, माछा खान्छौ कि मासु खान्छौ भने जस्तै भएन। के खान्छौ, राइनी घर आइपुगेको हौ। यहाँ
गुरुङको फेरि आफ्नै स्टाइलमा छ भेडाघर भेडाको सेकुवा तपाईँले यहाँनिर हेर्नु गर्दन यहाँ फेरि खसीको मासु खसीको सेकुवा यहाँ बन्दैछ यहाँ मालबारी तपाईँले देख्न सक्नुहुन्छ के खाने केटाकेटी हो के खाने सबै कुराको यहाँनिर बन्दोबस्त छ भन्दैछु त म यहाँ भेडाको सेकुवा भैँसीको घर पनि छ भैँसी स्पेसलिस्टहरू यहाँ हुनुहुन्छ अरे यो खालको तुङबा लगाइदिएको चाहिँ तपाईँहरू तुङबा खानु चाहनुहुन्छ अङ्गे बजारमा चाहिँ धेरै तरिकाको सेकुवाहरू पनि हामी देख्न परिरहेको छौँ माछाको पनि हुँदो रहेछ है दर्शक हेर्नुहोस् त माछाको सेकुवा बाङ्गे बजारमा चाहिँ धेरै नै रमाइलो यहाँनिर माहौल भइरहेको छ चारैपट्टि मासु फ्राई भइरहेको पोलिरहेको सेकुवा खाइरहेको तपाईँले जुनै पनि किसिमको मासु तपाईँले मन पराउनुहुन्छ जे मन पराउनुहुन्छ त्यही यहाँनिर मैले चाहिँ प्रशस्त मात्रामा देखेँ तपाईँहरू पनि आएर यसको आनन्द लिनुहोस् घरमा लोकलदेखि लिएर इन्टरनेसनलदेखि लिएर सबै तरिकाको खानाहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ तपाईँले देखिराख्नु भएको छ अघिदेखि चाहिँ चाहत को अब मैंने जाना जब से मैं तुझसे मिला हूँ तब से हूँ तेरा दीवाना हेर्नुहोस् है दर्शकबिन दिउँसो त घुइँचो थियो त्यो रातिको पनि पसल यस्तो चलिरहेको छ होलसेल मार्केटमा घटाघट मान्छेको भिड देख्न सक्नुहुन्छ हेर्नुहोस् के खाने केटाकेटी हो के किन्ने हेर ब्ल्याङ्केट हेर लुगा हेर जुत्ता हेर लुट मचाऊ मौका छ आज नै लुटिराख बोक्नु सकेन भने नामले लाएर बोक हत्तु भएर आएर यसरी बस्छ चौके पनि छ लु दर्शकबिन हामी चाहिँ अहिले चाहिँ ग्रिन पार्क आइपुगेका छौँ ग्रिन पार्क चाहिँ मारिनेलाको अवसरमा यस्तो भएको चाहिँ झिलिमिली विशेष गरिकन ग्रिन पार्कभित्र चाहिँ विभिन्न थरीको लाइटहरूको प्रदर्शन विशेष गरिकन राति चाहिँ देख्न पाइयो होइन अनि यही लाइटहरू दृश्य तपाईँलाई देखाउने म यहाँ प्रयास गरेको छु विभिन्न एङ्गलहरूमा तपाईँले देख्न सक्नुहुन्छ धेरै नै दामी देखिरहेको छ बेलुकी पख ग्रिन पार्क लाइटको कारणले गर्दा तपाईहरुले पनि हामीलाई अलिकति समय दिनु नै पर्छ किनभने 1 लाख उपार्जनको निम्ति अलिकति समय लाग्छ र जति बलिउडका एकदमै चर्चित सिङ्गर शान अहिले भने जोरथाङमा आएका छन् र उपस्थिति दिन लागिरहेका छन् केही क्षणमा तपाईँ देख्न सक्नुहुन्छ हजारौँको सङ्ख्यामा फ्यानहरू जोरथाङको खेल मैदानमा अघिबाट नै भेला भइसकेका छन् र शानको उपस्थितिको पर्खाइमा छन् र केही क्षणमा शानको सुमधुर स्वरले यो जोरथाङको खेल मैदान गुन्जिनेछ भन्ने हामी आशा गर्दछौँ। प्रिय दर्शकबिन, तपाईँहरूलाई आजको यो रङ्गीन साँझको केही तस्बिरहरू
देखाउन गइरहेको छौँ, हेर्नुहोला। Ladies and gentlemen, give a huge round of applause for Mr. Sean! आज आप सबसे मुझे मिल रहा है, मैं खुद आपको एक्सप्रेस नहीं कर पा रहा हूँ. I'm having such an amazing feeling right now to have so much enthusiasm, so much of love all the way here in Jordan. Please, सच दिल से कह रहा हूँ कि हम शहर के लोग, मुंबई वाले, शायद दुनिया में यही है और यहाँ का बहुत 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 खुशी मिल रही है. देखो देखो है शाम बड़ी दीवानी, धीरे धीरे बन जाए ना कोई कहानी. देखो देखो है शाम बड़ी दीवानी, धीरे धीरे बन जाए ना कोई कहानी. दिल कश है, दिल प्यार नजारे हैं, आज ज़मीन पर उतरे दूसरे सितारे. लो होश अभी तक हम हैं दिल है कच्चा, बस दीवानी 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 है. Put your hands up and say